तोरी र रायो प्रमुख तेलन बालीको रूपमा उब्जाउ गरिन्छ। तोरी बालीले कम खर्चमा बढी नाफा दिने गरेको पाइन्छ। नेपालका धेरै ठाउँहरूमा यसको खेती गरिन्छ। तोरीको दानाबाट तेल निकालेर प्रयोग गरिन्छ भने हाम्रो देशमा तोरीको तेल धेरै मात्रामा प्रयोग गर्ने गरेको पाइन्छ। तेलबाहेक तोरीको दानाबाट तेलको केक निस्किन्छ जसलाई जनावरको दानाको रूपमा प्रयोग गरिन्छ। यस भिडियोमा तपाईहरूलाई तोरी खेतीको बारेमा महत्त्वपूर्ण जानकारी दिन गइरहेका छौँ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। तोरीका प्रकारहरू। साधारणतया तोरी दुई प्रकारको पाइन्छ जसलाई कालो तोरी र पहेँलो तोरीको नामले चिनिन्छ। उपयुक्त माटो, हावापानी र तापक्रम। तोरी बालीको लागि जाडो मौसम निकै उपयुक्त मानिन्छ। यसको बिरुवा राम्रोसँग बढ्नको लागि 18 डिग्री सेल्सियसदेखि 24 डिग्री सेल्सियसको तापक्रम चाहिन्छ। तोरीको बोटमा फुल फुल्ने समयमा वर्षा वा छायादार मौसम हानिकारक हुन्छ। तोरी खेतीको लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ। तोरीको उन्नत जातहरू। पुसा बोल्ट बिउ छरेको 130 देखि 140 दिनमा उत्पादन दिन तयार हुन्छ। प्रति हेक्टर 20 देखि 25 क्विन्टलसम्म उत्पादन लिन सकिन्छ। वसुन्धरा RH 9304। यस जातको तोरीको बिरुवाको उचाइ 180 देखि 190 सेन्टिमिटरको हुन्छ। यो जातको तोरीले 120 देखि 130 दिनमा उत्पादन दिन थाल्दछ। अरावली RN 393। तोरीको यो जातमा बाली पाक्न 135 देखि 140 दिन लाग्ने गर्दछ। यसको बिरुवा मध्यम उचाइको हुन्छ र प्रति हेक्टर 22 देखि 25 क्विन्टलसम्म उत्पादन दिने गर्दछ। तोरी रोप्ने सही समय र विधि। तोरी सेप्टेम्बरदेखि नोभेम्बरको बिचमा रोप्नु पर्दछ। यो नोभेम्बरको अन्त्यसम्म रोप्न सकिन्छ। तोरीलाई धेरै सिँचाइको आवश्यकता पर्दैन तर मौसम र प्रकृति हेरी एकपटक सिँचाइ गर्नुपर्दछ जसले गर्दा जमिन नभएको मल बिरुवाले राम्रोसँग लिन सक्दछ र उत्पादन बढ मद्दत गर्छ।